Hello everyone, hope you all are doing great. So आज चाहिँ 2026 को न्यू इयर पनि हो. सो मैले चाहिँ आज एउटा नयाँ के भनौँ च्यालेन्ज भनौँ कि एउटा के भनौँ है थाहा भएन. मैले चाहिँ लाइफमा सोलो ट्राभल चाहिँ कहिल्यै गरेको छैन. सो आज चाहिँ म सोलो ट्राभल गर्न गइरहेकी छु. कहाँ जाँदैछु म पछि भन्छु. सो म चाहिँ अहिले बेडमै छु अनि आम टु एक्साइटेड होइन आफूलाई एक्सप्लोर गर्नलाई. सो मैले चाहिँ सामान पनि प्याक गरिसकेँ. लगेज है यसमा चाहिँ ओह गड यहाँ अलिअलि प्याक गरेको छु. सो अब चाहिँ म फ्रेस हुन्छु अनि त्यसपछि फेरि भ्लगमा आउँछु. सो गाइस म चाहिँ रेडी भएर अब निस्किन लागेको. ल राम्रोसँग गइस ल राम्रोसँग बस है. ल त ल बाई बाई हेभ अ सेफ ट्रिप. सो मेरो चाहिँ जर्नी स्टार्ट भइसकेको छ. म चाहिँ खासमा कता जान लागेको भन्दा चाहिँ म चाहिँ इलाम घुम्न जान लागेको हो. अब अहिले चाहिँ के अरे बिर्तामोड बन्दीपुर बिर्तामोड हुँदै जान लागेको छु. भद्रपुर बन्दीपुर भद्रपुर मेरो फर्स्ट टाइम हो. भद्रपुर यो इलाम झापा चाहिँ पूर्वतिर त खासमा म अलमोस्ट म गएकै छैन पूर्वतिर. यो मेरो फर्स्ट टाइम हो. आज यति धेरै भिडभाड छ कि न्यु इयर भएर होला. मैले अहिले टिकट चाहिँ लिइसकेँ. छिटो भएर मेरो टिकट म चाहिँ फ्लाइटमा बसेँ. गाइस म चाहिँ होटेलमा पुगिसकेँ. यो चाहिँ मेरो रुम अनि म चाहिँ एकदमै सुपर ह्याप्पी छु है. एकदमै खुसी लागिरहेको छ यार रिलिफ. उफ. सो आज चाहिँ जनवरी 2 म चाहिँ रेडी भएँ फ्रेस भएँ. अब ब्रेकफास्ट लिन जान्छु. रुम चाहिँ एकदम मेस छ. म चाहिँ अलिकति यस्तो कुरामा चाहिँ अलिक अनअर्गनाइज छु. So I will see you in breakfast. अब चाहिँ हामी मन्दिर के भन्नु भयो दाइ मन्दिरको नाम पूर्व अर्जुनधारा मन्दिर होइन. पुगिसक्यो ल यहाँको मन्दिर. पूर्वको पशुपति. यो पछाडि चाहिँ अर्जुनले बाण हानेको ठाउँ. म चाहिँ वान स्टप मल आएको मुभी हेर्नलाई. म चाहिँ काठमाडौँ भ्यालीभन्दा बाहिर कुनै पनि हलमा कहीँ पनि गएको छैन कि. काठमाडौँमा मात्र हेरेको छु मैले मुभी थिएटरमा गएर. सब भ्याली बाहिर चाहिँ मेरो आफै हो. नाइस राम्रो रहेछ एम्बियन्स चाहिँ. म चाहिँ जस्ट मुभी हेरेर यत्तिकै बसिरहेको छु यहाँ. र मुभी चाहिँ एकदमै राम्रो थियो. नेपाली मुभी इन्डस्ट्रीले प्रोग्रेस गरिरहेछ. म चाहिँ सबैलाई के भन्न चाहन्छु भने यो झरी के अरे झरी पर्ला भन्ने झरी इन्द्रिणी सरी म अलिकति नाम याद गर्न मलाई अलिक गाह्रो हुन्छ. सबैले मुभी हेर्दा हुन्छ. एकदम राम्रो छ एकदम.
खुला रहेछ है राम्रो रहेछ भने मौसम पनि क्लियर भयो त्यो बजार होला हैन यहाँ इलाम आएको एक्लै सोलो ट्राभल गरेर सो घोडामा चढिसकेपछि चाहिँ वर्थ इट लागिरहेछ यहाँको भ्यू एकदमै ब्युटिफुल एकदम राम्रो छ यो चिया बगान तपाईहरुलाई पनि आउन रिकमेन्ड गर्छु है म चाहिँ ल घोडाजी यहाँ चाहिँ राम्रो रहेछ भने र घाम पनि लाग्यो अलिअलि क्लियर हुँदैछ वातावरण डेभिड हिन घोडा पनि एकदम ज्ञानी छ घोडासँग मेरो फ्रेन्डसिप भइसक्यो डेभिड साथी डेभिड माई फ्रेन्ड हिन डेभिडले पनि मलाई नटेर्ने भयो डेभिड रे डेभिड हिँड्नु डेभिड यता हान्यो क्या मलाई उकाल्यो भने उखारे नि उखारे डेभिड डेभिड यस आई डिड इट दाइ खिच्दिनु न मस्तले हिँडेको वाउ आफै घोडालाई यता 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 मपट्टि तान्नुस् हिँड भन्नु यता हेर्नुस् गाइस म चाहिँ फाइनली इलाम यो चियाबारीमा आइसकेँ है अनि मैले इन्जोय पनि यति धेरै गरेँ टिकटक बनाएँ हर्स राइडिङ गरेँ मन यति खुसी भइरहेछ कि गाइस एक्लै आउनु नै रमाइलो रहेछ हिजो चाहिँ मलाई लाग्थ्यो कि एक्लै आउँदा कस्तो बोरिङ कस्तो यो त्यो अलि एनर्जी नपुगेर रहेछ त्यति बेला चाहिँ आज चाहिँ मैले धेरै इन्जोय गरेँ धेरै रमाइलो गरेँ काजल बहिनी हजुर दाइ के छ खबर चाहिँ ठिक छ दाइ इलामको चाहिँ कस्तो छ रमाइलो एकदम राम्रो चियाबारीहरू ब्युटिफुल ब्युटिफुल हो ल सो दाइ चाहिँ एकदम राम्रो हुनुहुन्छ है एकदम अनि दाइको घोडा पनि एकदम फ्रेन्डली दाइको घोडाको नाम चाहिँ डेभिड दाइको नाम इन्द्र तामाङ इलाम जति पनि आउनुहुन्छ साथीहरू हजुर सबै दाइको मात्रै जानु ठिक हो दाइलाई सम्पर्क गर्नु यति राम्रोसँग गाइड गर्नुहुन्छ अनि दाइ यसरी नै घुमाउनुहुन्छ यसरी नै भिडियो बनाइदिनुहुन्छ एकदम कम्फर्टेबल हुन्छ आउँदा फेरि मेरोमा चाहिँ कहिले आउनु नभुल्नु होला इन्द्र तामाङ हो हेर्नु न म इन्द्र तामाङ हो काजल बहिनीलाई मैले यसरी नै भिडियो गरिदिएको छु है हजुरहरू कोही आउनुहुन्छ भने मेरोमै हो डेभिड हो इन्द्र तामाङमा आउनुहोस् है ल अहिले चाहिँ यो हाम्रो इलामको चिया बगानको छेउको चाहिँ यहाँको लोकल खाना लोकल चिकन प्रोग्राम भइरहेको छ कि अब नाइस मिठो गाइस कुहिरो लागेर बिरक्तै छ बाफ्रे त्यसो पनि एकदम बिरक्त ग्लोभ्स ल्याएर पनि ल्याएन यहाँ यस्तो कुहिरो त छ एकछिनमा चिया खानु पर्ला अहिले चाहिँ कति क्युट घोडाहरू आएको मेरो पनि ठिकै थियो
हेरिहाल्नु त यो यस्तो आयो त म चाहिँ अब एउटा डाँडामा कन्याम लेखाएको थियो त्यही जान्लाको सबले रिकमेन्ड त्यही गराउनु भयो फेरि मसँग एकदम लिमिटेड टाइम भइसक्यो कि 5 बज्न लागिसक्यो पछि गाडी पाउँछ कि पाउँदैन थाहा छैन ओहो कुहिरोले छेक्केछ त्यो डाँडामा चाहिँ म गइनँ अब टाइमै लिमिट छ 1-2 मान्छेलाई सोधेको त्यो डाँडाभन्दा यहाँ जानु भनेर भने तर म रङ बाटोबाट आएँ जस्तो छ कन्याम एक्सक्युज मी सुन्नु न त्यो कन्याम लेखा थियो नि त्यो जाने बाटो कताबाट हो ए उताबाट हो म त जङ्गल छिरेर आएको छु क्यामेरा फोर भाइ क्या हो कन्याममा पुगिसकेँ म राम्रो रहेछ गाइस यो कन्याम लेखेको ठाउँ पनि घुमियो अनि ठिकै छ नट ब्याड मैले घुम्नुपर्ने ठाउँ चाहिँ घुमिसकेँ है अब मैले चाहिँ चाँडै होटेल फर्किनुपर्छ नत्र अब पछि गाडी त खै भेटिन्छ होला त्यही पनि रिक्स नलिउँ अनि म चाहिँ एउटा डाँडामा चाहिँ गएको छैन कि त्यो डाँडा जान चाहिँ मन थियो तर म त्यहाँ गएँ भने मलाई किनभने 1.5 आवर लाग्छ कि किनभने उकालो पनि छ अब यो कुहिरोले देखाएको छैन यहाँनिर नेपालको झन्डा छ अब देखियो होला हल्का हल्लिरह यो नेपालको झन्डा देखिने ठाउँमा चाहिँ म जान पाइनँ केही छैन अब कुनै दिन आइएला नि कोही साथीहरूसँग यो त सोलो ट्रिप थियो मेरो अब एक्लै आउँदा यस्तै हो कहिलेकाहीँ अब कुनै दिन फ्रेन्ड्सहरूलाई ल्याएर फ्यामिलीसँग ग्रुपमा आएँ भने चाहिँ सबै ठाउँ एक्सप्लोर गर्छु हिजो अस्ति त मैले भ्लग पनि बनाएन किनभने अस्ति त म पुगेँ बिर्ता मोड हिजो म कहीँ पनि गइनँ मुभी हेर्न गएँ म क्युएफएक्स अनि एउटा मन्दिर गएँ अनि मलाई चाहिँ एक्लै के भ्लग बनाउनु जस्तो लागेको थियो तर मुडमा डिपेन्ड हुँदो रहेछ आज मैले यति धेरै इन्जोय गरेँ अनि मेरो मुड पनि एकदम राम्रो छ सो मलाई भ्लग बनाउनु पनि मन लागिरहेछ बोल्न नि मन लागिरहेछ त्यस्तै हो अब चाहिँ गाडीमा चढ्न पर्यो घुम्न त अझै मन छ के गर्नु है रात परेपछि आजभोलि विन्टरको टाइममा छिटो छिटो रात पर्छ अँध्यारोमा कहाँ जानु फेरि त्यहाँ बिर्ता मोड पनि बस पार्कमै झर्नुपर्ने होला त्यहाँबाट अटो लिनु पर्यो त्यस्तै ट्याक्सीहरू पनि पाउँदो रहेछ तर एक्लै घुम्दा पनि एकदम बेस्ट है जसको कोही साथी छैन जसको साथीले जहिले पनि अब हुन्छ नि ट्रिपहरू क्यान्सल गर्नुहुन्छ सेफ्टी इज मस्ट है सेफ्टीलाई चाहिँ हामीले एकदम प्रायोरिटाइज गर्नुपर्छ एक्लै अलिक रिस्क चाहिँ हुन्छ होइन सेफ्टीलाई मध्यनजर राखेर सकेसम्म सोलो ट्रिपमा आउनु अब घरमा पनि त्यस्तै हो मैले त काम छ भनेर आएको है म चाहिँ अलिकति एडभेन्चर हुँ भनेर हो 2026 देखि अलिकति नयाँ लाइफ स्टार्ट गरौँ जे पनि एक्लै गरौँ जता पनि एक्लै घुमौँ भन्ने चाहिँ मेरो सोच हो सकेसम्म अब कहिलेकाहीँ साथीहरूसँग अपर्च्युनिटी पाए पनि वाइ नट वाला हो तर चाहिँ मेरो एउटा मोटो टार्गेट भनेको चाहिँ सकेसम्म नेपाल एक्सप्लोर गर्ने अहिलेको टाइममा जब म भविष्यमा टन्न पैसा कमाउँछु त्यसपछि इन्टरनेसनल ट्राभल गर्ने हो
इन्टरनेसनली एक्सप्लोर गर्ने आफूलाई। सो अहिले पैसा नहुन्जेलसम्म नेपालभित्रै। अनि एउटा कुरा नेपाल पनि एकदमै ब्युटिफुल छ, यति धेरै राम्रो ठाउँहरू छ। सुरुमा नेपालबाटै स्टार्ट गर्दा राम्रो। के चाहिँ कमी छ र नेपालमा? यस्तो हरियो हरियो वन छ, मरुभूमि पनि नेपालमै छ, खोला नाला पनि नेपालमै छ, झरना पनि नेपालमै छ, सब थोक नेपालमा छ। थरी थरीका मान्छेहरू पनि के गोरोदेखि लगाएर कालोदेखि लगाएर ठिक्ककोदेखि लगाएर खैरेदेखि लगाएर मङ्गोलियनदेखि लगेर मेरो जस्तो फेसदेखि लगाएर सबैको मिक्सचर हो नेपाल। अब चाहिँ म घर जानु पर्यो। घर भन्छु होटेल जानु पर्यो। कहाँबाट जाने भन्ने कुरा हो। गाडी हेर्नु पर्यो। यहाँ चाहिँ अघिदेखि आवाज आइरहेछ। के चाहिँ प्रोग्राम भएर रहेछ यो? ओ यहाँ त के हो यहाँ? पिकनिक हो कि क्या हो? Oh my god, पिकनिक हो कि के हो यो? पिकनिक भइरहेको हो जस्तो लाग्यो। पिकनिक भइरहेको हो र दाइ? पिकनिक भइरहेको हो? ए तपाईँहरूको पिकनिक हो? यो त पार्टी। ल रमाइलो रमाइलो गर्नु ल। ल रमाइलो गर्नु। के को चाहिँ पिकनिक हो? ल खानाको पनि बनाइदिए है। हजुर हजुरलाई सरी, हजुरको भात पोखेल लाग्दैन। ल रमाइलो गर्नु है। ओके ओके हो जाएगा, भाइरल हो जाएगा आपकी कृपा से। यो चाहिँ पिकनिक रहेछ। यहाँ चाहिँ राम्री राम्री केटीहरू छ। गाडीको मान्छे कता बिर्ता मोड जान्छ? यो गाडी जाँदैन? बिर्ता मोडको गाडी कताबाट जान्छ? दाइ यो बिर्ता मोड जान्छ यो गाडी? रिजर्भ मात्र हो, रिजर्भ भएको छैन हो र? अब कुन चाहिँ गाडी जान्छ होला? दाइ यो गाडी बिर्ता मोड जान्छ? हजुर हजुर। कति जान्छ? म त एकजना मात्र छु। उयो गाडी हो, आउनु त म। गाडी प्याक भएको छैन है? कति टाइम लाग्छ होला? नत्र म घुमेर आउँथेँ। कति टाइम लाग्छ होला मान्छे? 15-20 मिनट। नत्र घुमेर आउनुहुन्थ्यो कि यतिकै त के बस्ने होला? होइन उसो मान्छे पनि छ कि। दाइ सुरुवात त हुने नै कहाँबाट हो त? त्यो त अघि बसेको गाडी जस्तै छ त। यो दाइ त होइन कि? ए होइन होइन। ल बाई बाई कन्या। गाइज म
फाइनली पुगे क्यामेरा फोर भाइ क्या हो फाइनली पुगे स्ट्यान्ड पनि खोल्तीमै छ चिसो भएर अति चिसो भयो सुन्तला खाएको इलामबाट सुन्तला अनि के छ अति चिसो भइसक्यो म बसेको होटेल कति चिसो चिन स्ट्यान्ड लगाउनु पऱ्यो क्या होटल पुग्यो टाइमलेस मोमेन्ट यो हाम्रो बिर्ता मोडको होटेल क्या चिसो अब गएर फ्यामिलीलाई कल गर्नु पर्यो सुत्न पर्यो भोकी पनि छैन यति साह्रो चिसो होस् रमाइलो गरियो मलाई लाग्छ सुन्तला खाएर मलाई धेरै चिसो लाग्यो जस्तो छ धेरै कुराको डर भाग्दैछ पहिला चाहिँ म एक्लै लिफ्टमा पनि बस्न सक्दिनँ थिएँ मलाई यो ढुक्का खुल्ला हुन्छ गाइज म चाहिँ रुममा पुगिसकेँ अब एकछिन मम्मी ड्याडीलाई कल गर्नु पर्यो तातो पानी खानु पर्यो चिसो भयो खै यो कोल्ड गाइज म चाहिँ सामान प्याक गरेर अब निस्किँदैछु दिस इज माई लगेज अब गाइज अब चाहिँ म निस्किने बेला भयो लगेज प्याक गरेँ जुस खानु पर्यो बाहिर मौसम नि क्लियर छैन सो अब चाहिँ म चाहिँ बिदा लिन लागेको भद्रपुरबाट